बालबालिकाहरूलाई हेला तिरस्कार होइन माया र सम्मान गरौँ। सम्पूर्णमा नमस्कार बोल्दैछु म लीला पौडेल। मेरो युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। सधैँ जस्तै नयाँ नयाँ भिडियोहरू लिएर आउने क्रममा आज पनि उपस्थित भइसकेकी छु। आशा छ अन्त्यसम्म सुनेर धेरैभन्दा धेरै लाभ लिन सक्नुहुनेछ। आजको विषय रहेको छ तनावमा भएका बालबालिकाहरूलाई, मन सम्बन्धी समस्या भएका बालबालिकाहरूलाई, आघातमा परेका बालबालिकाहरूलाई तनावबाट मुक्त गराउन विभिन्न किसिमका क्रियाकलापहरू गराउन सकिन्छ। सोही अनुसार धेरै क्रियाकलापहरू मैले जस्तै चाइल्ड लाइफ ट्री, युआर स्टार जस्ता भिडियोहरू मैले अगाडि पनि हालिसकेकी छु र आज मैले हाम्रो बालबालिकाहरूलाई किरमिरे चित्र बनाउन लगाउने, जसले गर्दा बालबालिकाहरूमा के कस्ता समस्याहरूलाई समाधान गर्न सकिन्छ, कसरी गराउन सकिन्छ भन्ने अत्यन्तै राम्रो क्रियाकलाप एक्टिभिटिज लिएर यहाँहरू समक्ष उपस्थित भइसकेकी छु। आशा छ अन्त्यसम्म सुनेर धेरैभन्दा धेरै लाभ लिन सक्नुहुन्छ। यहाँहरूले आफ्ना नानी बाबुहरूलाई, आफ्ना विद्यार्थीहरूलाई पनि यो क्रियाकलाप गराएर उनीहरूमा भएका भावनात्मक समस्याहरूलाई कम गर्न सहयोग गर्न सक्नुहुनेछ। जस्तो किरमिरे चित्र भन्नाले बालबालिकाहरूलाई आँखा बन्द गर्न लगाएर पृष्ठभूमिमा बाल सङ्गीतको धुन बजाउने र उनीहरूलाई मनपर्ने तस्बिर याद गर्न लगाउने, गीतको तालमा आँखा नहेरिकन उनीहरूले कल्पना गरेको चित्र पेपरमा बनाउन लगाइन्छ। किरमिरे चित्र बनाउने क्रियाकलापमा हामीले यसरी बालबालिकाहरूलाई आँखा बन्द गर्न लगाउँछौँ 1 नम्बरमा। त्यसपछि उनीहरूलाई पेपर दिएर एउटा सङ्गीतको धुन बजाइदिन्छौँ र त्यसमा उनीहरूले आँखा बन्द गरेर आफूलाई मनपर्ने चित्रको कल्पना गर्न लगाइन्छ र त्यो कल्पना गरेको चित्रलाई पेपरमा उतार्न लगाइन्छ, बनाउन लगाइन्छ। चित्र बनाइसकेपछि बिस्तारै आँखा खोल्न लगाएर फेरि गीतको तालमा विभिन्न रङहरूको प्रयोग गरेर चित्रमा कलर भरिन्छ। यो अभ्यास व्यक्तिगत मनोपरामर्शको सेसन र समूह दुवैमा गर्न सकिन्छ। साथसाथै अध्यापनका क्रियाकलापका क्रममा, शिक्षणका क्रममा पनि यस्ता किसिमका क्रियाकलापहरू गर्न सक्दछौँ। यो खालको अभ्यासले आघातमा परेका, तनावमा परेका बालबालिकाहरूलाई छोटो समयमा छिटो सामान्य जीवनमा पुर्याउन सकिन्छ। मस्तिष्कहरूमा सकारात्मक रसायनहरूको परिवर्तन गर्न मद्दत पुग्नुका साथै यसले आत्तिएको मनलाई शान्त पार्न सहयोग गर्दछ। त्यस्तै गरी ब्लाइन्ड फ्लोड पेन्टिङ अर्को क्रियाकलाप रहेको छ। यस क्रियाकलापमा बालबालिकाहरूलाई प्रत्येकलाई A4 साइजको पेपर दिने गरिन्छ। त्यससँगै इच्छा अनुसारको पानी कलर पनि छान्न लगाउनु पर्दछ र A4 साइजको पेपरलाई बीचबाट बराबर फोल्ड हुने गरी पट्याउन लगाउनु पर्दछ। पेपरको बीचको 2 बराबर भागको मध्यभागमा पर्ने गरी इच्छा अनुसारको 4वटा पानी कलर एउटै ठाउँमा राख्न लगाउने, रङभित्र पर्ने गरी पेपरलाई फोल्ड गर्ने र बिस्तारै हल्कासँग भित्र राखिएको रङलाई हल्कासँग फिजाउन लगाउने। फिजाइसकेपछि बिस्तारै कस्तो चित्र बनेको छ सबैको चित्र देखाउन लगाउने अनि कलरको मिसावट याद गर्न लगाउने र चित्र निहाल्न लगाउन, चित्रलाई मजाले हेर्न लगाउन सकिन्छ। त्यो चित्रलाई चारै दिशाबाट हेर्न लगाउने र के को आकृति देखियो फरक फरक दिशाबाट हेर्दा भन्न लगाउने। विद्यार्थीहरूलाई त्यो चित्रलाई जुन आकृति बनेको छ रङ पेपरमा फरक फरक कलरहरू एकै ठाउँमा मिसाएर पट्याएर फेरि पुनः त्यो पानालाई खोलेपछि त्यसमा कस्तो किसिमको आकृति देखिन्छ त्यो चित्र चाहिँ बालबालिकाहरूलाई चारै दिशाबाट हेरेर लगाउन पर्दछ। र यस्तो अभ्यासबाट बालबालिकाहरूले रङ मार्फत आफ्नो भावना बाहिर व्यक्त गर्छन्। जुन बच्चाले सबै साइजबाट हेर्दा एउटै आकृति देख्छ र रङको प्रयोग गर्दा गाढा र कालो रङको प्रयोग गरेको छ, त्यस्ता विद्यार्थीहरूमा बढी आपतको समस्या छ अथवा आघातमा परेका छन् भन्ने कुरा थाहा पाउन सकिन्छ र त्यस
अनुसार मनोसामाजिक सहयोग जरुरी छ भन्ने पनि बुझ्न सकिन्छ। बालबालिकाहरूमा कस्तो किसिमको समस्या छ भन्ने कुरा चाहिँ उनीहरूको हेराइ, उनीहरूको बुझाइ, उनीहरूको दृष्टिकोणबाट पनि थाहा पाउन सकिन्छ। यतिन्जेल सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आगामी दिनमा पुनः यस्तै क्रियाकलाप सहितका भिडियोहरू लिएर उपस्थित हुने नै छु। तबसम्मका लागि बिदा दिनुहोस्। हस्त धेरै धेरै धन्यवाद।